स्वयं प्रधानमन्त्रीले आफ्नो चाहिँ राज्यका विरुद्धमा देशका विरुद्धमा बोल्नुभएको छ र उसलाई बचाउने र एउटा छिमेकी देशलाई रिजाउने सवालमा चाहिँ अहिले घटनाक्रम विकास भइरहेको छ। त्यसप्रति यो राष्ट्रिय स्वाधीनतामाथि, राष्ट्रिय सार्वभौमिकतामाथि र राष्ट्रिय हाम्रो स्वाधीनतामाथिको आँच आउने गतिविधि भएको हुनाले र हामीले पनि के गरेका छौँ भने आपत्ति जनाएका हौँ। त्यस कारणले हामी सिधै इन्डियन एम्बेसी गएर के हो तपाईँको यो लिपियाधुराको विषयमा भनेर त्यहाँ गयौँ र त्यसपछि आइसकेपछि के हो भने अब के देखिन्छ भने र राष्ट्रियताको सवालमा आम चाहिँ अहिलेका संसदहरूलाई के भन्न चाहन्छु भने प्रतिपक्ष र विपक्ष भन्ने हुँदैन, पक्ष र विपक्ष भन्ने हुँदैन र राष्ट्रियताको सवालमा सबै देशको पक्षमा उभिनुपर्छ। अहिले के भइराखेको छ भने भित्र कोही प्रतिपक्ष उभिने, कोही विपक्ष उभिने र यो चाहिँ भ्रान्ति कल्चर होइन। त्यस कारणले म आम चाहिँ संसदका साथीहरूलाई त्यही भन्न चाहन्छु कि तपाईँ देशको पक्षमा उभिन म आह्वान गर्न चाहन्छु। र यसै सिलसिलामा हाम्रा साथीहरू समातिनु भएको छ र किन समातिनु भयो र के भयो त्यहाँभित्र भइसक्यो, के भयो, कुन कुन शक्तिले हामीलाई प्रभाव पार्न खोज्यो, कुन शक्तिले जालोबाट चाहिँ त्यो जालोभित्रबाट फुत्किन किन चाहिँ नदिने प्रयास गरियो भन्ने विषयमा मानौँ यो देशको भिट्टो पावर, यो देशको हाई पावर लागेर हामीलाई के गर्नु लाग्यो भने करिब बन्देज गर्न लागेको थियो र विभिन्न प्रयासका बावजुद हामी आएका छौँ। यही विषयमा यस संयोजन हाम्रो राष्ट्रिय जेन्जी नागरिकका सचिव हुनुहुन्छ हाम्रो प्रकाश बुमलाई नमस्कार। सम्पूर्ण मिडियाकर्मी साथीहरूमा हजुरहरू यहाँ आइदिनु भएकोमा धन्यवाद। हाम्रो अभियानको तर्फबाट हिजो हामी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति पश्चात जब हामी उहाँले जब भारतको पनि नेपालको सिमाना मिचेको छ भन्ने अभिव्यक्ति पश्चात चाहिँ भारतले हाम्रो जति पनि विवादित क्षेत्रहरूमा त्यो विवादित क्षेत्रहरू सबै भारतको हो र त्यो विवादित क्षेत्रमा चाहिँ नेपालले हाम्रो हो भनेर चाहिँ दाबी गरिरहेको छ भन्ने किसिमका विभिन्न मिडियाहरूमा समाचारहरू आइरहेका थिए भारतीय मिडियाहरूमा। त्यसका विरुद्ध र हामीले जुन आफ्नो राष्ट्रियता, हाम्रो सार्वभौमिकता, हाम्रो भौगोलिक अखण्डताका विरुद्ध जहिले पनि हामी एकजुट भएर विगतदेखि लड्दै आएका थियौँ, त्यसको पनि निरन्तरता दिँदै गर्दाखेरि हिजो भारतीय राजदूतावास अगाडि हामी एउटा सामान्य पम्पलेट प्रदर्शन गर्ने र त्यो लिम्पियाधुरा कालापानी क्षेत्रमा भएका सम्पूर्ण भारतीय सेनाको अड्डालाई तपाईँहरू फिर्ता गर्नुहोस्, त्यो भूमि चाहिँ नेपालको हो, त्यहाँबाट तपाईँ भारतीय सेना फिर्ता लगेर चाहिँ एउटा नेगोसिएसनको वातावरणमा त्यो भूमि चाहिँ नेपालले फिर्ता ल्याउने वातावरण गराउनुहोस् भन्ने ध्यान आकर्षण होस् भनेर चाहिँ हामी भारतीय राजदूतावास गएका थियौँ। त्यसै गरी सुस्ताको क्षेत्रका पनि हामीले ती पम्पलेटहरूमा चाहिँ नाराहरू लेखेर गएका थियौँ, अन्य सिमानाका क्षेत्रहरूमा पनि गरेका थियौँ। भनेपछि हामीले त्यहाँ नपुग्दै जब प्रहरीले हामीलाई जबरजस्ती हाम्रो कार्यक्रम सञ्चालन हुन नपाउँदै धरपकड गरेर पक्राउ गर्यो। हामी पक्राउ पर्नको 5 मिनट लगभग 5 देखि 10 मिनटभित्रै सुदन गुरुङ त्यहाँ पुग्नुभयो। जब मिडिया हामी त्यहाँ नपुग्दै सुदन गुरुङ चाहिँ हामीलाई राखेको थुनुवा कक्षमा पुग्नुभयो। सुदन गुरुङ त्यहाँ पुग्ने बित्तिकै उहाँले के भन्नुभयो भने होइन, बाहिर तिमीहरू जेन्जीको नाममा तिमीहरूले यो सरकारलाई बेइज्जत गर्न खोजेको हो, यो सरकारलाई फेरि ढलाउनेतर्फ तपाईँहरूले चाहिँ एउटा अभियान सञ्चालन गर्नुभयो, कुन शक्तिबाट तपाईँहरू परिचालित हुनुहुन्छ भनेर भन्यो। हामीले त्यतिखेर स्पष्ट रूपमा भनेको त राष्ट्रियताको सवालमा भौगोलिक अखण्डताको सुरक्षा गर्नका लागि राष्ट्रिय जेन्जी नागरिक अभियान लगायत सम्पूर्ण अभियानका साथीहरू कुनै शक्ति केन्द्रबाट परिचालित हुनु पर्दैन, कुनै व्यक्तिले हामीलाई सहयोग गर्नुपर्छ। हामी सुस्पष्ट रूपमा आफ्नो अधिकारको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै र अखण्डता, हाम्रो राष्ट्रिय अखण्डताको रक्षा गर्नको लागि हामी आफ्नो आवाजलाई बुलन्द पार्नको लागि गएका थियौँ भनेर भन्यो। तर उहाँले तपाईँहरू यदि त्यो किसिमले गर्नुहुन्छ भने भारतले नेपालले मात्रै भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति तपाईँहरूको धारणा के हो भन्दाखेरि मिचेको छ त नेपालले पनि मिचेको छ। उहाँले प्रधानमन्त्रीले भन्नुभएको सही हो, नेपालले पनि मिचेको छ, धेरै ठाउँमा मिचेको छ, अनि केही ठाउँमा चाहिँ भारतले दबदबा गरेको छ भने त्यस्तो किसिमको अभिव्यक्ति दिनुभयो उहाँले। भनेपछि तपाईँहरू कतिचोटि पक्राउ पर्नुभयो भन्दाखेरि हामी 7-8 चोटि परिसक्यो यो सरकार, अन्तरिम सरकारभन्दा पछि भन्दाखेरि तपाईँहरू 12 चोटि नै पर्नुहोस्, 12 घन्टा बस्नुहोस् भन्ने किसिमले उहाँले कुरा गर्नुभयो। हामीले चाहिँ राष्ट्रियताको सवालमा यो देशको भौगोलिक अखण्डताको सुरक्षा गर्नको लागि हामी 12 घन्टा होइन, हामी 12 वर्ष नै बस्दाखेरि यदि यो देशका भूमिहरू फिर्ता आउँछन् भने, यो देशको स्वाभिमानको रक्षा हुन्छ भने, हाम्रो सार्वभौमिकताको रक्षा हुन्छ भने हामी 12 वर्ष पनि बस्न तयार छौँ। तपाईँ यहाँ आउनुको मूल कारण के हो भन्दाखेरि उहाँले तिमीहरूलाई म अन्तिम चेतावनी दिन्छु, यो क्षेत्रमा तिमीहरूले अब यो सरकारलाई बढी
दबाब दिने क्रियाकलाप नगर्नु। यो सरकार बनेको 100 दिन भएको छैन, तिमीहरूलाई अन्तिम चेतावनी दिन्छु, अब तिमीहरूले राजनीतिक क्रियाकलापहरू नगर भन्ने किसिमले उहाँले हामीलाई एउटा थुनामा रहेको अवस्थामा उहाँहरूले हामीलाई धम्की दिएर जानु। सुदन गुरुङको गृह मन्त्रालयको पूर्व गृहमन्त्री सुदन गुरुङको गृह मन्त्रालयको सम्पूर्ण टिम थियो होइन, सम्पूर्ण सचिवालयका जति पनि हुनुहुन्छ सम्पूर्ण टिम, र उहाँहरू नामले मात्रै अघोषित पदले मात्रै उहाँको पदले मात्रै अहिले उहाँ हुनु हुँदैन, तर सम्पूर्ण टिम उहाँले गृह मन्त्रालयदेखि सम्पूर्ण उहाँले नै चलाइरहनु भएको रहेछ भन्ने चाहिँ यहाँबाट पुष्टि हुन्छ। गृह मन्त्रालयको सम्पूर्ण टिम र त्यही बडीगार्डहरू त्यही शैलीमा उहाँ जानुभयो। अनि त्यसपछि मिडियाले भन्दैमा तिमीहरूले आन्दोलन गर्ने भारतीय राजदूतावास अगाडि गएर भनेर उहाँले यसै थर्काउनु भयो। हामीले भन्दा मिडियाले होइन, मिडियाको कुरा होइन, यहाँ प्रधानमन्त्रीको अव्यक्तिको विरुद्ध पनि होइन, हामी चाहिँ आफ्नो एउटा एजेन्डा लिएर गएका थियौँ भनेर हामीले त्यसरी भन्यौँ। र उहाँले चाहिँ बाहिर आएर उनीहरूलाई छोड्दै भनेर यसरी भन्नुभयो हाम्रो अगाडि। तर चाहिँ उतातिर गएर चाहिँ के भन्नुभयो भने यिनीहरूले हाम्रो सरकार 100 दिन नपुग्दै यति धेरै राजनीतिक क्रियाकलाप मानवाधिकारको प्रतिवेदन सार्वजनिक गर्नदेखि लिएर यो कार्यालयको प्रतिवेदन सार्वजनिक गर्नेदेखि लिएर सम्पूर्ण क्रियाकलापमा यो सरकारलाई एकदमै कठिन परिस्थिति निर्माण गरिरहेका छन्। सुशासन सुकुम्बासीका समस्याहरू यिनीहरूले उठाउँदै गरेका छन्। माइतीघर मण्डलमा नभएका पीडितहरूलाई ल्याएर उहाँले राखिरहनु भएको छ भन्ने किसिमले यहाँको प्रहरीलाई एक किसिमले उहाँले आदेश दिएर चाहिँ यिनीहरूलाई अरू पनि केही मुद्दाहरू छ कि यिनीहरूको सम्बन्धमा चाहिँ मुद्दा चलाउनुपर्छ भनेर चाहिँ उहाँले जसरी पनि हामीलाई त्यो दिन त्यही राख्नुपर्छ भन्ने किसिमले अभिव्यक्ति दिएर जानुभएको रहेछ। पछि प्रहरीबाट चाहिँ हामीले त्यो सूचना पायौँ। तर त्यो सम्बन्धी उहाँले आफ्नो शक्ति दुरुपयोग गर्नुहोस्, तपाईँहरूलाई शक्ति हिजोका राजनीतिक दलहरूले पनि गरेका त्यो शक्तिको दुरुपयोग तपाईँहरू पनि गर्नुहोस्, तर हामी आफ्नो राष्ट्रियताको रक्षा गर्नको लागि जतिखेर पनि एकजुट भएर चाहिँ अगाडि बढ्नेछौँ, त्यसका लागि लड्नेछौँ भनेर हामी एकजुट भएर चाहिँ आवाज उठाउने नै छौँ। तर उहाँले कारागारभित्र भएका एउटा संसदको सदस्य हुनुहुन्छ, कारागारभित्र भएका समस्याहरू उहाँले अनुगमन गरेर तपाईँहरूसँग सहकार्य गरेर हामी कसरी यो आफ्नो लुटिएको भूभाग चाहिँ फिर्ता ल्याउन सक्छौँ भनेर उहाँ सल्लाह हामीसँग सुझाव लिन आउनुभयो कि के हामीलाई सहयोग गर्न आउनुभयो कि यहाँबाट निकाल्न आउनुभयो कि भनेर अपेक्षा गरेका थियौँ। तर उहाँको जुन शैली थियो एकदम गुन्डागिर्दी शैली होइन, त्यो शैलीबाट उहाँहरू चाहिँ मुक्त हुनुहोस्, तपाईँ सक्नुहुन्छ भने हामीले उठाएका माग र मुद्दाहरूमा चाहिँ तपाईँ सरकारलाई संवेदनशील भएर हाम्रो सिमानाहरू फिर्ता ल्याउनको लागि तपाईँहरूलाई नै हामीले सहयोग गर्नको लागि चाहिँ त्यो कार्यक्रम सञ्चालन गरेका थियौँ। तपाईँहरूले भारतीय गभर्मेन्टसँग पनि परामर्श गर्नुहोस्, सहकार्य गर्नुहोस्। हामीले सडकका आवाजहरू तपाईँले दबाउन पाउनु हुँदैन। सक्नुहुन्छ भने कारागारभित्रका समस्याहरू तपाईँले समाधान गर्नुहोस्। कारागारभित्र थुनुवा कक्षभित्र यतिसम्म पनि समस्या हुँदो रहेछ कि त्यहाँ पानी पनि पिन नदिने, अनि त्यसपछि त्यो टोयलेटमा ढोका पनि नलगाएको, त्यहाँ दिसा पिसा पुरै गन्नाउने, अनि त्यसपछि एकदम कमजोर मनोबलका साथ प्रहरी साथीहरू बस्दा रहेछ। त्यही भएर कारागारभित्र थुनुवा कक्षमा प्रवेश गराउने बित्तिकै उहाँहरू नै अपराधी नै हो कि भन्ने किसिमले उहाँहरूलाई व्यवहार गर्ने, कुटपिट गर्ने सम्पूर्ण क्रियाकलापहरू देख्यो। त्यही भएर तपाईँहरू अहिले 2 तिहाईको सरकार छ, 2 तिहाईको सरकारलाई सडकमा उठेका आवाजहरू दबाउन भन्दा पनि विगतमा भएका शासकीय विकृतिहरूलाई अन्त्य गर्नको लागि, कारागारको सुधार गर्नको लागि, थुनुवा कक्षहरूको सुधार गर्नको लागि, अझ त्यसलाई अझै बढी हाइजेनिक बनाउनको लागि तपाईँहरू भूमिका खेल्नुहोस्। त्यहाँ थुनुवाहरूको मानवाधिकारको रक्षा गर्नलाई तपाईँहरूले प्रत्येक थुनुवा कक्षमा प्रत्येक कारागारहरूमा चाहिँ मानवाधिकार सेल लगाएर राख्नु सक्नुहुन्छ भने यो राज्यको जनशक्तिलाई अझै बढाएर भए पनि थुनुवाहरूको चाहिँ अधिकारका लागि तपाईँहरूले आवाज उठाउनुहोस्। होइन कि सडकहरूको आवाज दबाउन तपाईँहरू कुनै पनि हात लाउन सक्दैन। हामी यो पीडितहरूको आवाजको लागि माइतीघर मण्डलमा विगतदेखि लड्दै गर्दाखेरि पीडितहरूको आवाज तपाईँहरूले सुन्नु भएन। 2 महिना 3 महिनादेखि यहाँ पीडितहरू बसिरहनु भएको छ, त्यसको आवाज नसुन्ने। तर भारतीय राजदूतावास अगाडि हामी जाँदै गर्दाखेरि 10 मिनटमै तपाईँहरूका थुनुवा कक्षमा पुगेर थर्काउनुले त्यो तपाईँहरूले फेरि विगतका राजनीतिक सत्ताधारी जस्तै गरेर फेरि शक्तिको दुरुपयोग गर्न गइरहनु भएको छ। त्यसैले चाहिँ त्यो शक्तिको दुरुपयोग नगर्नुहोस्, त्यसलाई चाहिँ मानव सेवामा चाहिँ केन्द्रित गर्नुहोस् भन्ने हाम्रो धारणा राख्दै म यहाँबाट बिदा हुन्छु। धन्यवाद।